यो भिडियो जय राधे श्याम, जय राधे श्याम, जय राधे राधे। सबै विश्वभरि पुग्योस् यो भिडियो। सबैलाई प्रणाम। जय श्री राधे श्याम, जय श्री राधे श्याम। यो भक्ति सम्बन्धी दुईटा कुरा राख्दैछु म, सबैले सुनिदिनु होला। भक्तिमा परमात्माको शक्ति मिल्छ। भक्तिबाटै शक्ति पाउने हो। हामीले परमात्मालाई भक्ति गर्दाखेरि हामीले परमात्माले केही पनि हेर्नुहुन्न। सत्यता हेर्नुहुन्छ, असल कर्म हेर्नुहुन्छ, असल व्यवहार, असल चरित्र। यस्तो मनपर्छ परमात्मालाई। परमात्मालाई मन नपर्ने भनेको झुट, कपट, अपमान, तिरस्कार, यस्ता कुरा परमात्मालाई मन पर्दैन। परमात्मालाई भाव शुद्ध हुनु पर्यो, व्यवहार शुद्ध हुनु पर्यो, आचरण शुद्ध हुनु पर्यो, विचार शुद्ध हुनु पर्यो। परमात्मालाई मनपर्ने कुराहरू। परमात्माले 84 व्यञ्जन हामीले परमात्मालाई भोग टक्र्याए पनि त्यो तर खानुहुन्न। उहाँले भाव कस्तो छ भाव भनेर भाव लिनुहुन्छ। परमात्मालाई यो संसार, जसले त यो संसार बनायो उहाँलाई के नपुग्दो छ र? उहाँ संसारै उहाँकै हो। यो विश्व ब्रह्माण्ड नै उहाँकै हो। उहाँले नै बनाउनु भएको, हामी पनि उहाँकै सन्तान हो। र परमात्मालाई हामीले दिएर केही पनि छैन। उहाँकै संसारमा बसेका छौँ। उहाँले सृष्टि गरेका ठाउँमा बसेका छौँ। हामीलाई सृष्टि गर्ने पनि उहाँ नै हुनुहुन्छ। विश्व ब्रह्माण्डका मालिक पनि उहाँ हुनुहुन्छ। उहाँलाई नपुग्दो केही पनि छैन। तर परमात्माले हेर्ने भनेकै भाव हेर्नुहुन्छ। तर 84 व्यञ्जन हामीले बनाएर राखे पनि त्यहाँ खान आउनुहुन्न। भाव राम्रो छ भने उहाँले भाव लिनुहुन्छ। यसरी परमात्मालाई भाव राम्रो चाहिन्छ। हामीले बाहिर एकछिन देखाउँदैमा, धेरै माला लाउँदैमा, पहेँलो वस्त्र लाउँदैमा, निधारभरि टिका चन्दन पुरै घस्दैमा त्यो हामी भक्त बन्न सक्दैनौँ। भक्त बन्ने भनेको परमात्माको भाव हेर्नुहुन्छ, असल चरित्र, असल व्यवहार, असल संस्कार हेर्नुहुन्छ उहाँले। र हामीलाई परमात्माले यो संसारमा पठाउनु भयो। हाम्रो मालिक को हो, हाम्रो घर कहाँ हो, ठेगाना कहाँ हो, हामीले यो पत्ता लगाउनु पर्दछ। अहिलेसम्म कति मान्छेहरूलाई कसैलाई पनि थाहा छैन। शरीरको घर त सबैले पत्ता लगाए, तर आत्माको घर भनेर अहिलेसम्म कसैले पनि खोज तलास गरेको छैन। तर आत्माको घर चिन्न हामीलाई जरुरी पर्दछ। आत्माको घर चिनेनौँ भने यो संसारमा यतिकै भइरहन्छ। संसारको त छँदैछ, जन्म मरण, जन्म मरण, जन्म मरण त भइ नै रहन्छ। तर हाम्रो असली आत्मा कहाँ छ, असली घर कहाँ छ, असली ठेगाना कहाँ छ, हामीले यो पत्ता लगाउनु पर्दछ। र हामीले परमात्मालाई कसरी चिन्ने? आफूभित्रै हुनुहुन्छ परमात्मा, खोज्न पनि कहीँ जानु पर्दैन। तर आफूभित्रको परमात्मालाई कसरी चिन्ने, कसरी उहाँको दर्शन पाउने, यी कुराहरू हामीले जान्नु पर्दछ। र हामीलाई परमात्मालाई झुट, कपट, असत्य केही पनि मन पर्दैन। उहाँलाई स्वच्छ व्यवहार, स्वच्छ भक्ति,
त्यस्तो मन पराउनुहुन्छ। भाव एकदम उहाँलाई भाव हामीले अर्पण गर्न सक्नुपर्दछ। अरू त हामीले के नै दिन सक्छौँ? उहाँले बनाएको संसारमा उहाँकै जगत हो, उहाँकै संसार हो, उहाँले नै सृष्टि गरेको हो। अन्न पात झार सबै पशु पन्छी सबै चराचर उहाँकै हो। हामीले दिने भनेको भाव मात्रै हो, अरू के छ र हामीले दिन सक्छौँ? र परमात्मालाई सक्छौँ भने यहाँ 2 थोपा आँसु दिउँ, भाव दिउँ र छल कपट नगरौँ, अर्कालाई दुःख दिने काम नगरौँ।